ओहो मान्यज्यूको पोस्ट त कडा आएछ त है वाटर जोक के वाटर जोक होइन अनि आजसम्म चाहिँ त्यो बुढाहरू चाहिँ के हेरेर बसेको थियो त अब बल्ल देश बनाउनु पर्छ भनेर उनीहरूलाई थाहा भएछ अनि आजसम्म चाहिँ के आर्यघाटमा आफ्नोलाई बाँस बटुल्न गएको थियो क्या तिनीहरू नचाहिँ पोस्ट गर्छन् अचौला गर्छ पुरा खुब देश बन्ने भयो बन्यो तिनीहरूले देश बनाउँदा नि हाम्रो देश बन्ला अहिलेसम्म त्यही भएर त हाम्रो देश अहिलेसम्म सिङ्गापुर भएको होइन पुरै सुशासन राम्रो भएको मान्छेहरूले न्याय पाउने ठाउँमा एकदम न्याय पाएका उनीहरूकै पालामा थियो होला होइन नचाहिँ होइन कि एउटा बुद्धि होइन जे पनि लेख्दै भएको कि जे बोल्दै नि भएको जे लेख्दै नि भएको होइन छ्या 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 अलिकति पढी लेखेको मान्छे भए जस्तो अलिकति पढे लेखेको हिसाबमा बेहोरा देखाउनु नि अनि अब बल्ल खुब हाम्रो देश भनेर बाने तिम्रो देश ती 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 मर्न लागेका बुढाहरूले बनाउला ए अब होइन उनीहरूले देश भन्दा पनि अब आर्यघाटमा आफ्नो वासस्थान चाहिँ बनाउँछन् ढुक्क